बजारको नजारा हेर यस्तै छ। बजारतिर लाइटको अलिकति रमकले टिकापुरको रौनकले अलिकति चम्किरहेछ। मान्छेहरू टिकटक बनाइरहेछन्, कोही भिडियो खिचिरहेछन्, कोही के गरिरहेछन्। सब ठाउँ हाल्नुपर्ने गाईहरू ठाउँ ठाउँमा यहाँदेखि बसारमा हाल्ने बजार मात्रै हालेछ। ठाउँ ठाउँमा पनि गल्ली सल्ली पनि हाल्नुपर्ने यसो लाइट साइट। यस्तो छ हाम्रो उता सुनसान छ गाईहरू, लाइट साइट छैन, अँध्यारो छ। सब ठाउँ लाइट हाल्नुपर्ने गाईहरू। यस्तो टिकटक बनाएर रमाइलो छ। हाम्रो टिकापुर चम्किरहेछ। हाम्रो टिकापुर राम्रो छ भन्छु गाईहरू। यहाँदेखि बसासम्म हाल्नुपर्ने गाईहरू लाइटहरू यो भएन, यो मिलेन गाईहरू। अलिकति मान्छेको अलिकति यस्तो छलफल छ। सब ठाउँ हामी यहाँ घुमिरहेछौँ। यस्तो रमाइलो छ टिकापुर भन्दा सुन्दर टिकापुर, हाम्रो रमाइलो टिकापुर। सबैजना हेरिदिनुहोस् गाईहरू। लाइटहरू बलिरहेछ, यस्तो रमाइलो छ गाईहरू। यस्तो रमाइलो छ टिकापुरमा, यस्तो रमाइलो छ। यहाँदेखि बस्दादेखि पुरै ठाउँसम्म लाइट हाल्नुपर्ने गाईहरू। आधा लाइट किन हाल्यो हाम्रा मेयर साहबले, आधा लाइट किन हाल्यो? धेरै लाइट हाल्नुपर्ने ठाउँ ठाउँमा यो मिलेन गाईहरू। हाम्रो टिकापुर बजारमा रमाइलो भएन गाईहरू। बस्दासम्म हालिदिनु पर्ने, यो गल्ली चोकमा पनि हालिदिनु पर्ने गाईहरू। यस्तो छ अँध्यारो छ गाईहरू। अँध्यारो भन्छ अँध्यारो छ गाईहरू। यस्तो अँध्यारो छ, लास्टमा अँध्यारो छ गाईहरू। बजारमा माथि हाल्दैन गाईहरू, गाउँ चोकमा हाल्छ। यो बस्दासम्म हालिदिने अनि पुरै ठाउँसम्म लाइट हालिदिनु पर्ने गाईहरू। यस्तो राम्रो छ टिकापुरदेखि। यहाँदेखि हाम्रो टिकापुर चम्किरहेछ। खडक चोकसम्मदेखि बस्दासम्म हालिदिनु पर्ने गाईहरू। अनि त्यहाँदेखि पुरै ठाउँसम्म हालिदिनु पर्ने। सबैले आन्टीसम्म हेरिदिनु होला गाईहरू। जय टिकापुरमा अलि राम्रो के अलि लाइटहरू यहाँदेखि खडक चोकसम्म बस्दासम्म, अनि खडक चोकसम्म पुलिस थानासम्म, अनि जमरा पारीसम्म हाल्नुपर्ने गाईहरू। लाइटहरू सबैले हेरिदिनु होला गाईहरू। यस्तो छ हाम्रो टिकापुर, सुन्दर टिकापुर, टिकापुर हो गाईहरू।